साथीहरू अब हजुरहरूलाई चाहिँ मासु पकाउन आउँदैन भने चाहिँ तपाईँहरूलाई म आज मासु पकाउने तरिका सिकाउन गइरहेको छु है। मिलाई यहाँ हेर्नु होला है त। चट्ट पहिला सुरुमा तेल हाल्ने, त्यसपछि न्वानो मेथी पड्काउने, अनि त्यसपछि प्याज के अरे पकाउने, अनि मिलाई प्याज पाकिसकेपछि मासु हाल्ने होइन त। अनि मासु हालेर चट्ट यस्तो हुन्छ होइन। यो मसला ससला होइन, नुन बेसार के चाहिन्छ सबै हाल्ने यहाँ मिलाई है त। अनि मजाले यसरी चलाउने, यसरी पुरा बुझ्नुभयो, यसरी चलाउने है त। यसरी सरर यसरी चलाउने, ग्यास ठिक्कको सानो बनाउने होइन, धेरै ठुलो ग्यास बनाउने होइन है। अनि यो मजासँग पाक्नुपर्छ है त। त्यसपछि सट्ट अब टमाटर पनि हालिसकेको छु मैले यहाँ है त। तपाईँहरूलाई मैले अब टमाटर हाल्यो भने यसरी मजाले यसरी चलाउने है त। यसरी चलाउनुपर्छ है त। यसरी मजाले मिलाई चलाउने है, सानो ग्यास पारेर। अनि अब लगभग यो के अरे मेरो मासु चाहिँ रेडी भइसकेको छ होइन। त्यसपछि चट्ट लाएर यहाँ मैले कागती काटेर राखेको छु होइन। अब एकछिनपछि यो कागतीलाई फेरि यसमै मिलाई मिसाइदिने हो है त। यहाँ फिटिदिने यसलाई कागतीलाई है त। यो कागतीले चाहिँ के गर्छ भने तपाईँहरूलाई यो कागतीले मासु अलिक चाम्रो बनाउँछ र एकदम टेस्टी पनि बनाउँछ है साथी है त। आज चाहिँ मेरो घरमा बिरयानी बनिरहेको छ। त्यसपछि अब यहाँ अहिले तपाईँ सेलरोटी त देखिसक्नु होला हजुरहरूले, मैले टिकटकमा हालिसकेको छु। यो चाहिँ अब बाबरी रोटी भन्छ नि, बाबरी रोटी है त। बाबरी रोटी पनि पाएको छ है त। मिलाई कहाँबाट हेर्दै हुनुहुन्छ र लाइक कमेन्ट गर्नु होला। कोलाई मनपर्छ होइन। यो मासु चाहिँ के को भन्दाखेरि यो चाहिँ डोजरको मासु है साथी हो, डोजरको होइन। भुइँ खाने डोजर त थाहा छ होला नि तपाईँहरूलाई होइन। यो चाहिँ डोजरको मासु हो। यसरी अब हेर्नु न यहाँ हजुरहरूलाई हेर्दैमा खाउँ लागिसक्यो होला है। मलाई त भइसक्यो के कसो हो साथी हो है त। मिलाई सम्पूर्णको जय होस्, मेरो भए पनि होस् नभए नहोस्। थ्याङ्क यू सो मच। अब मैले यसमा अब यहाँ कागती पनि एड गरिसकेको छु है। अब लगभग यो मेरो तयार हुन लाग्यो। हेर्नुहोस् है यसको मिठास कस्तो हुन्छ। अब एकछिनपछि म मिलाई चाखेपछि हजुरहरूलाई भन्नेछ है त। ल हेर्नुहोस् आइटम भन्दा आइटम बनाउनु त एक्सपिरियन्स हुन्छ साथी हो है त। चट्ट पारेर अब हेर्नुहोस् त यसरी मजाले बिस्तारै सानो ग्यास पारेर मजाले चलाउने। यसरी मैले यहाँ यो कागती पनि हेर्नुहोस् यो एड गरिसकेको छु होइन। अब यसमा बाँकी भनेर चाहिँ अब हरियो धनियाँको पत्ता हुन्छ नि होइन। अब बाँकी हरियोको धनियाँको पत्ता माथिबाट छर्किसकेपछि चाहिँ यो के अरे आजको यो मासु चाहिँ रेडी भयो हुन्छ है साथी है त। ल मिलाई अब धनियाँको पत्ता एड गर्नुको लागि चाहिँ चट्टा लाएर मैले मेरो फ्रिज खोलेँ होइन। त्यसपछि फ्रिजबाट यो चट्टा लाएर धनियाँको पातलाई चाहिँ थिएँ है साथी हो। अब यो धनियाँलाई चाहिँ चट्टा लाएर यहाँ यो चकिङ बोर्डमा चट्टा अलिकति यो अलिक टमाटर काटेको अलिकता टमाटरको यो रस लागिरहेको छ। यसलाई हल्का स्वाद हुनु पऱ्यो होइन। त्यसपछि चट्ट अब यो बोर्ड पनि सफा भइसक्यो है त। र अब यो धनियाँको पातलाई चाहिँ मैले ठक्क यसरी यति लिएँ है त। यति लिएर चट्ट लाएर अब यसलाई पखाल्नु त पर्यो धनियाँलाई होइन। मिलाई हेर्नुहोस् है धनियाँलाई पखाल्दैछु साथी हो है त। अब यो धनियाँको के अरे पत्ता पनि होइन
अब यसलाई चाहिँ मैले यहाँ एड गर्दैछु है साथी है त। चट्ट लगाएर यसरी मिलाइ यसरी छर्किदिएँ है। चट्ट छर्किदिएँ मैले यसलाई होइन। त्यसपछि यसलाई अब हल्का एकचोटि चलाइदिनु पर्ने हुन्छ है, हल्का यसरी है त। यसरी हल्का चलाइदिनु पर्यो। ग्यास चाहिँ एकदमै सानो बनाउनुपर्छ साथी हो है त। चलाइने हुन्छ होइन, टर्न पनि सकिन्छ। सानो ग्यास बनाएर ल अब चाहिँ ल हेर्नुहोस्, अब चाहिँ यो मेरो रेडी भइसक्यो है त। मिलाइ साथी हो, यो चाहिँ अर्ग्यानिक है काँक्रो होइन, नेपालबाट आएको है। अब यो सलादको लागि म यहाँ काट्न जाँदैछु हजुरहरूलाई। म काट्नलाई अब सिकाउँदैछु है। एक साइड यसरी दुई साइडमा काट्ने है त। त्यसपछि यसलाई काट्दाखेरि चाहिँ चट्ट लगाएर तेलको पाराले है त। यसरी लगाएर यसरी काट्ने। अब सलाद काटेर रेडी भइदिएको छ। सलाद चाहिँ अब यसलाई चाहिँ पहिला सुरुमा त्यसरी काट्ने, आफ्नो आफ्नो स्टाइलले काट्दा नि हुन्छ होइन। यो चाहिँ मैले अलिकता नयाँ भर्जनमा के है त। अलिकति तेलको काटेको छु, अनि अलिकति सिधा पनि काटेको छु होइन। यो चाहिँ अब तिन आइटमको छ है यहाँ मेरो कटिङ है साथीहरू। मिलाइ ल अघिको यो मासु पनि रेडी भइसक्यो। अब सलाद पनि रेडी भइसक्यो भनेपछि अब एकछिनपछि खाना स्टार्ट हुन्छ साथी है त। मिलाइ साथीहरू अब हाम्रो चाहिँ यो खाना रेडी भइसकेको छ रहेछ है। यतातिर बराबर यो सेलरोटी भइगयो होइन। त्यसपछि यो चाहिँ यो पनि अर्ग्यानिकै है साथी हो। यो चाहिँ नेपालबाट आएको सुकुटी र यो चाहिँ अघि मैले भनिहालेँ यो चाहिँ ड्रोजर है त। यो सलादहरू देखिहाल्नु भयो होइन। अब यसमा अब आइटम अरू पनि हुन्छ होइन, त्यो चाहिँ अलिक देखाउन नमिल्ने हो कि भनेर मैले यसमा एड गरेँ है त साथी हो। मिलाइ आजको मेरो अब के अरे खाना चाहिँ रेडी भइसकेको जानकारी गराउन चाहेँ है त। मिलाइ कसैलाई मनपर्छ लाइक र कमेन्ट गर्नु होला है त। ल त सम्पूर्णको जय होस्।